सोच भनेको एउटा सानो कुराबाट नै अगाडि बढ्नुपर्छ अरे हैन। मान्छेको सोच भनेको एउटामा सोच राखिसकेपछि भनेको त्यसलाई कन्टिन्यू गर्दै गयो भने त्यसलाई अब बिचमा अब कति ठोक्करहरू आउला, कति प्रेसरहरू आउला, कति समय नमिल्दा पनि त्यसलाई समय मिलाएर गर्दै गयो भने मान्छे अवश्य सफल हुन्छ। धेरै राम्रो गर्दैछौ, धेरै राम्रो गर्दै जानु एकदम राम्रो हुन्छ। पछि गएर अब एकैचोटि हार नखानु कि भएन गर्न सकिन मान्छेले साध्दैन भनेर हार चाहिँ खानु हुँदैन। धेरै राम्रो सोच विचार गर्यो। धेरै अब परदेशमै भए पनि नेपाली दाजुभाइको मनको कुरा राख्न पाइन्छ यसरी एउटा सञ्चार माध्यम एउटा युट्युबबाट मार्फतबाट पनि। यसको लागि धेरै राम्रो गर्दैछौ, धेरै अगाडि जान्छौ, मलाई विश्वास छ। तो हे गाइज, नमस्ते, गुड मर्निङ, नमस्ते मेरो युट्युब फ्यामिलीहरूलाई चाहिँ। अनि आज चाहिँ एकदम कतारमा चाहिँ एकदम हेर्नु न, एकदम मौसम खराब भएर चाहिँ पुरा हावा हुरी आएर चाहिँ यस्तो भएको छ कि बाहिर त निक्लिने चान्सै छैन। अनि आज चाहिँ अब भिडियो सुट गर्न पनि पाएन। हेर्नु न, आम्मामामामामा, ओहो पुरा यता हेर्नु झन् यता त माई गड यस्तो आएको छ कि हुडेर यस्तो। यो कहाँको के आयो के धुलोहरू एकदम उडिरहेछ। अनि अब आई होप तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। नि आजको भ्लग पनि यस्तै ठाउँबाट अब सुट गरौँ भनेर अब आज पनि बाहिरै गएर सुट गर्ने भन्ने त थियो, तर पनि अब बाहिर जान नसक्नेले अवस्थाले चाहिँ एकदम गाह्रो छ आज चाहिँ होइन। एकदम यस्तो भएछ है। अनि यहाँ त अब कस्तो हुडी हावाहरू पनि कस्तो तरिकाले आउँदो रहेछ त, पुरा केही देखिँदो रहेछ पुरा होइन। अब हावा पनि अलि हावा मात्रै आउनु पर्ने, त्यो कहाँको मरुभूमिको बालुवा जति सबै उठाएर लिएर आउँदो रहेछ क्या पुरा। के देख्दैन, रातो बालो जर उडिरहेछ पुरा। यो 81मा चाहिँ राजा ल्याउन सकेन, 2082मा चाहिँ के होला त? अब हाम्रो नेपालमा त्यसै त अब नेपालमा त त्यसो धेरै नै अब यतिखेर राजनीतिक माहौल बिग्रिरहेछ। धेरै जसो भनेको राजनीतिमा अब पहिले भनेको देश बनाउनलाई र जनताको लागि राजनीति चल्थ्यो भने अहिले भने चाहिँ राजनीति भनेको आफ्नो लागि आफ्नो दुनो सजाउनलाई मात्र राजनीति चलिरहेछ। आफ्नो आफन्त जुन परिवार भाइचारा मात्र चलिरहेछ अहिले। त्यसैले गर्दा अहिलेको यो अवस्थामा भनेको सत्तामा बस्नेहरू आनन्दले बस्ने र बाहिर अब पब्लिकहरू जुन हाम्रो जनताहरू चाहिँ मार्कामा पर्ने भइरहेछ। अहिलेको अब जनताहरू पनि धेरै सचेत भइरहेछन्। अहिले धेरै जस्तो चाहिँ अब राजनीतिमा मान्छेहरूले पहिले जति अब भेडो हुनु भइसक्यो। अब अहिले चाहिँ जनताहरू पनि धेरै नै अब शिक्षित भइसकेछन्, धेरै कुरा बुझिसकेछन्। अब त्यसैले अहिले चाहिँ अब पार्टीगत रूपले भन्दा नि एउटा स्वतन्त्र रूपले अब नेपालमा चाहिँ संविधान चलाउनलाई चाहिँ गणतन्त्रलाई चाहिँ अगाडि बढाउँछन् कि भन्ने हामीलाई लागिरहेछ। परदेशमा बसेर हामीले भनेको अब यसो साथ सपोर्ट हौसला भनेको हामी यही सञ्चार माध्यमबाट मात्र सहयोग गर्न सकिन्छ। अब त्यसमा भनेको चाहिँ हाम्रो राजाको बारेमा भने चाहिँ राजा ल्याउनलाई ठिकै पनि हो, राम्रै गर्यो। राजाको पालोमा पनि पहिले ठिकै राम्रै थियो देश। अब राजाले पहिले अब गरेन भन्ने कुरा भन्दा पनि राजाकै पालोदेखि स्कुल चलिरहेछ, हस्पिटल चलिरहेछ, हर कुरा अहिले गणतन्त्रमा मात्र चलेको होइन। त्यसले गर्दाखेरि हाम्रो धारणामा चाहिँ 82मा चाहिँ केही न केही 84को लागि चाहिँ छिनोफानो हुन्छ। त्यसको लागि अब पुरानो राजनीतिक दलहरू तत्पर परिरहेछन् कि नयाँहरूलाई चाहिँ केही फ्याँकेर आफ्नो स्थान बनाऊ भन्नको लागि। तर नेपाली जनताले चाहिँ उनीहरूलाई नै फ्याँकेर यो 82मा चाहिँ फ्याँकेरै छाड्छन्। दाइ अब हामी अब 2084 सुनमा चाहिँ अब हामी यसरी विदेश हिँड्नु पर्दैन त? अर्का भनौँ अब हुन त अब के अरे हाम्रो रवि लामिछाने उठ्दा पनि अब सबै लान्छु भनेर लगेनन् होइन। अब दुर्गा प्रसादले पनि अब एकतामा राजा ल्याउँछु भनेर ल्याउन सकेनन्। अब के होला त? अब परदेशिनु भन्दा पनि अब हाम्रो चाहिँ कस्तो हो भने बाध्यता, देशमा रोजगार छैन। देशमा रोजगारै खुले पनि यत्रो नेपालीलाई एकैचोटि पुग्ने त रोजगार खुल्दैन। त्यसैले अब कम्ती हुँदै जाला यो परदेशिनको लागि चाहिँ। धेरै अब कल कारखाना पहिलेको राजाको पालाको जस्तो अब हाम्रो जुन सिमेन्ट उद्योग, कागज कारखानाहरू भयो, धेरै जसो कारखानाहरू अहिले हाम्रो विलिन भइरहेछ।
अब राजनीतिले गर्दाखेरि धेरै गइरहेको अब जुन पनि गर्नको लागि त हाम्रो विद्युत प्राधिकरणमा राजनीति चलेर फेरि अब लोड सेडिङको मार बढिरहेछ अरे। त्यस्तो अब त्यतिखेर चाहिँ पछि गएर अब हाम्रो युवा नेताहरूले केही गरेर अब वहाँनिर कल कारखानाहरू यसो रोजगारहरू स्थानीय रोजगार खुलायो भने चाहिँ केही कमी चाहिँ हुन्छ। एकैचोटि आउनु पर्दैन भन्ने चाहिँ हुँदैन, केही कमी चाहिँ हुन्छ। जस अहिलेको हेराइमा भनेको 50% मान्छे चाहिँ परदेशिनुबाट जोगिन्छ, त्यही हो। अनि अब आज चाहिँ नयाँ साल, अनि नयाँ सालमा चाहिँ के भनिदिन चाहनुहुन्छ त? हाम्रो सम्पूर्ण मेरो भिडियोमा अब भनौँ जति मेरो भिडियोमा जहाँसम्म जान्छ उहाँहरूलाई चाहिँ के भनिदिन चाहनुहुन्छ त? अब नयाँ वर्षमा अब आफ्नो देशमा हुनेहरूले राम्ररी मनाउनु होला, राम्ररी अब देशको उन्नतिको लागि सोच्नु होला, नयाँ नयाँ ऊर्जा लिनु होला होइन। अब राम्ररी अब आफ्नो घर गाउँमै बसेर मनाउनु होला, बाहिर हल्लामा यसो पार्टी गरेर आफ्नो समय बर्बाद गर्नुभन्दा पनि फ्यामिलीसँगै रमाएर न्यु इयर सेलिब्रेट गर्नु होला। परदेशमा भनेको त हामीले त न्यु इयर सेलिब्रेट भनेको यस्तै ड्युटीबाट आउने, गाडीमा न्यु इयर सेलिब्रेट गर्ने, रुममा जाने, खाना खाने, सुत्ने, त्यही मात्र हो। नेपालमा राम्ररी मनाउनु होला। परदेशमा भनेको न्यु इयर भनेको त हामी नेपाली मात्र सेलिब्रेट हो। नेपालमा चाहिँ अल युनिटले एकदम अल नेपालीवासीले चाहिँ राम्ररी मनाउनु होला। धेरै धेरै नयाँ वर्षको शुभकामना भन्न चाहन्छु। अनि दाइ यो 2084 चाहिँ हाम्रो नेपालमा मात्रै 84 2082 चाहिँ अब हाम्रो नेपालमा मात्रै हो कि अरू एसियामा अरू देशमा पनि हुन्छ? हाम्रो नेपालमा मात्र हो। मैले सुनेको बङ्गलादेशमा पनि हुन्छ अरे भनेर सुनेको छु। बङ्गलादेशमा पहिले थियो, अब बङ्गलादेशको हालतले गर्दाखेरि अहिले अब के छ कसो छ त्यो चाहिँ अहिले एक्ज्याक्टली भन्न सकिँदैन। अब त्यहाँ पनि धेरै हिन्दू र मुस्लिमको धेरै चलिरहेछ। नेपालमै पनि हिजोअस्ति चलो उता सर्लाही रौतहट कता भन्ने न्युज आइरहेछ। त्यसले गर्दा के छ कसो छ त्यो एक्ज्याक्टली थाहा छैन। तर नेपालमा पहिलो प्राथमिकता भनेको चाहिँ अब 82लाई नेपालमै मात्र दिएको छ। अब एसियामा अब त्यसलाई पहिले बङ्गलादेशले भुटानले मनाउँथ्यो अरे पहिले नेपाली न्यु इयरहरू भन्ने सुनेको थियो। अब एक्ज्याक्टली थाहा छैन। अब त्यो चाहिँ के हो त्यसलाई चाहिँ अलि मजाले गहिरेरै बुझ्नुपर्छ। ल त दाइ धन्यवाद हजुरलाई अब एकदम मेरो थोरै समय दिनुभएको, टाइम दिनुभएकोमा। ओके, तपाईँलाई नि धेरै धन्यवाद। मेरो विचारहरू राखिदिनलाई मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। ल त दाइ।